पर्दै हुन्छन् र रात परेका कारण आमाले दुवैलाई सुत्नका लागि बोलाउनुहुन्छ। 2 मा 2 जोडे 4 भयो हैन? अनि 4 मा 4 जोडे चाहिँ कति भयो? योगेश के गर्दैछौ तिमीहरू? हामी गृह कार्य गर्दैछौ आमा। होइन, दिनभरि गृह कार्य नगरेर अहिले हो तिमीहरूको गृह कार्य गर्ने समय? एकैछिन हो आमा, म उसलाई सिकाइहाल्छु नि। होइन, तिमीहरूले समय हेरेको छैनौ। एकैछिन हो। ल ल धेरै भयो। ढिलो भइसक्यो। ल ल सुत्न हिँड। ल ल त पनि सुत्न जा, म पनि जान्छु है। मध्यरातमा मेनुका पेट दुख्यो भन्दै कराउन थाल्छ। ए सुन त, हजुर यो त मेनुकाको आवाज होइन। आमा, मेनुका यति मध्यरातमा किन रोइरहेकी हुली? खै जा त, उसलाई के भयो हेर। एकैछिन हेरेर आउँछु। आमा मेनुका के भयो? यति राति किन रोएकी त? आमा मेरो तल्लो पेट साह्रै दुखिरहेछ। चिसोको कारणले होला। आमा अनि कपडा चाहिँ तैँले लगाउन पर्दैन? आमा रोक है त, म तातो पानी तताएर ल्याउँछु। हुन्छ आमा। ल यो तातो पानी पिएर सुत त। हुन्छ आमा। सहनै सकिरहेको छैन आमा। ल उठ त उठ, म यो कपडा बाँधिदिन्छु। चिसोको कारणले होला भनेको सुन्ने होइन, कहिले पनि लुगा सुगा लगाउने होइन, सधैँ आफ्नो मनमानी गरेर चल्छ। साह्रै गाह्रो भइरहेछ आमा। ल ल केही हुँदैन, चिसोकै कारणले हो। ल सुत्याल त। ल यो ओढेर सुत है त। हुन्छ आमा। ल सुत त, म उडाइदिन्छु। अर्को बिहान आमा मेनुकालाई विद्यालय जानको लागि उठाउनुहुन्छ। होइन, यो केटी यति बिहान हुँदासम्म पनि किन उठ्दिन? कल्पना हजुर। उठ त, यति बिहान भइसक्यो, टाउको भन्दा माथि घाम आइसक्यो, उठ्न पर्दैन तैँले? उठे हो आमा, उठिसकेँ अब म। ल ल स्कुलको लागि तयार हुँदै घर, म खाना पस्किदिन्छु। हुन्छ हो आमा, म तयार भइहाल्छु नि। ए मेनुका के आमा, सुन त, हजुर। म पल्लो गाउँतिर लाग्यो है। होइन, यति बिहानै पल्लो गाउँ चाहिँ किन जानु पर्यो तपाईँले? काम पर्यो मेरो। होइन, यति सबैले तपाईँको के काम पर्छ? म जस्तो धामीको यस्तै त हो नि। ल ल जानु, समयमै घर फर्किनु है त। ल ल हुन्छ। आमा मलाई भात पस्किनु न हो। आमा मलाई पनि। छिटो हो आमा। ल ल बसिहाल, म खाना पस्किन्छु। मेनुका हजुर। एकैछिन है, म आइहालेँ। आमा म स्कुल गएँ है। होइन, यो जम्मै छिटो आऊ मेनुका, विद्यालय जाने बेर भयो। अहिले फेरि पेट दुख्यो भनेर आमा सुन्छ। आमा भयो कि मलाई, अब म जान्छु, ढिलो भयो। आजभोलिको केटाकेटीसँग त नसकिने भयो। छिटो आऊ। है। आमा मेरो पनि सिद्धियो। ल ल यो दुइटै बाहिर राख्दै। आमा दिदी त गई छे। त एक्लै जान सक्दैनस्? जान्छु। ल ल जान त त्यसो भए। मेनुका, आज तिमीलाई के भयो? तिमी यति निराश किन छौ? के भयो मेनुका? हेर न, हिजो बेलुकादेखि नै तल्लो पेट साह्रै दुखिरहेछ, सहनै सकिरहेको छैन। चिसो बढेको कारणले होला। तातो पानी खाऊ, सन्चो भइहाल्छ। मेरो पनि दुख्दै थियो है अस्ति। चिसैले गर्दा होला, आमा नि त्यही भन्दै हुनुहुन्थ्यो। हो, ल जाउँ न त, अब ढिलो भइसक्यो, घर फर्किम ल। हुन्छ। ओहो के हो त्यो मिस्टरीको त पछाडि के भयो, रगत जस्तो लागे जस्तो छ त हो। आज न साथीहरू हेर न, उति केटाहरू मेरो पछाडि हेरेर हाँस्दैछन्, किन होला? ल उसको पछाडि त रगत पो लागेछ। तिमी उसलाई उता लगेर जाऊ त। हस् आऊ, केही हुन्न। ओइ बेसारले किन हानिस्? तिमीलाई लाज लाग्दैन? तिमीको घरमा दिदी बहिनी छैन? दिदी बहिनी त छन्, तिमी जस्ता राम्रो पो छैनन्। आफ्नै गाउँ
ठाउँ ठाउँको दिदी बहिनीहरूलाई तिमीलाई यसरी जिस्काउन लाज लाग्दैन है अनि के केटी जिस्काउनु के विदेशतिर जाने हो यिनीहरूलाई त नसकिने भयो ओए जाउँ त साथीहरू जाउँ त ए, लाने, पछि लाने, भेटौँला नि लाने, नरुहो कि मेनुका छोडो आमा भयो नानीहरू यसलाई के भयो किन रुँदै आइरहेकी थियो स्कुलबाट काकी बाटोमा केटाहरू जिस्काउन लागेको थियो पछाडि हेरेको त रगत पो लागेछ उसको आमा पेट पनि दुखिरहेछ भनिरहेको थिएँ फेरि रगत अरे ल यो आमा के भयो आन्टी नानीहरू तिमीहरू घर गइहाल हुन्छ जाऊ घरतिर नआइज तैँले घर छुन हुँदैन आमा त्यसो नभन्नु न घरतिर नआइज के तैँले घर छुन हुँदैन उता गएर बसिहाल आमा रोक म तेरो कपडा हाल्नु भनेको आमा मैले कहाँ जानु ल यो कपडाहरू समातेर अब उता भएको छाउपट्टि कोठमा हिँड आमा तैँले 15 दिनसम्म अब घरमा टेक्न हुँदैन तैँले छोइस् भने मेरो घर अपवित्र हुन्छ मेरो कुल देउता रिसाउँछ नि तैँले छोइस् भने आमा यो अँध्यारो कोठामा मैले एक्लै कसरी बस्नु आमा मलाई सक्दिन मलाई डर लाग्छ आमा होइन म त बसिरहेकै हुन्छु त म त प्रत्येक महिनामा बस्छु त मलाई त केही बाघ भालुले खाँदैन तँलाई मात्र बाघ भालुले आएर खाने हो आमा मलाई डर लाग्छ मैले सक्दिन आमा बेलुका भाइ विद्यालयबाट फर्केर दिदीको बारेमा सोध्न थाल्छ आमा दिदी खै दिदी त छाउ भएर छाउकोटमा छे गृह कार्य सिकाइ माग्नु थियो र अब तल्ला घरे समालाई सिकाइ माग्न ऊ पनि पढाइमा राम्रै छे उसले सिकाइदिइहाल्छ त दिदी जस्तो राम्रो कोही पढाउन होइन त बुझ्दैनस् दिदी छाउ भएर छाउकोटमा छ भनेको तैँले छाउ हुँदा कसैलाई सुन्छस् नाइ म दिदीसँग होइन भनेको सुन्दैनस् दिदी ठाउँ जाने होइन भनेको अहिले 2 थप्पड हान्छु अनि थाहा पाउँछस् नाइ म दिदीकोमा गए नजा भनेको मान्दैनस् नाइ म दिदीसँग पढ्ने दिदी ठाउँ जान हुँदैन तैँले 15 दिनसम्म दिदीको अनुहार हेर्ने होइन नाइ नाइ कस्तो अटेरी बच्चा होला नाइ म त गए जाने होइन भनेको हिँड चुपचाप सुत्न नाइ मेनुका के आमा खाना पस्किँदै गर त अनि आज छोरी विद्यालयबाट आएन अघि नै आइसकेकी हो नि विद्यालयबाट त खै त आवाजै सुन्दिन छाउ भएर त्यसलाई मैले छाउकोटमा राखेकी छु जान त उसले खाना दिएर आ अहिले दिइहाल्छु नि तपाईँ खाँदै गर्नुहोस् न अनि याद राख है शीतन केही पनि नदिनु तपाईँले सिकाउनु पर्छ मलाई ल ल मेरो खाना भयो म सुत्नतिर लागेँ है मेनुका ए मेनुका खाना ल्याइदिएकी छु ल खाना खा आमा तपाईलाई थाहा छ त मलाई दुध दही बिना खाना रुच्दैन भन्ने यो निक्लै खाना कसरी खानु आमा मैले होइन निक्लै कहाँ छ त्यत्रो दाल तरकारी देख्दैनस् तैँले आमा तपाईलाई थाहा छ त मैले कसरी खानु जसरी भए पनि खा त्यो खाए खा नखाए जे पो गर आमा आमा किरा आमा आमा होइन घरतिर नआइज भनेको सुन्दैनस् तैँले आमा त्यहाँ किरा छ तँलाई सधैँ भन्नुपर्छ मेरो घरको कुल देउता रिसाउँछन् भने चाहिँ घरतिर नआइज भने चाहिँ तैँले आउनै पर्छ आमा मलाई डर लाग्छ होइन त्यो किराले तँलाई काँचै खाने हो र त्यो किरा निकालेर खाए त भइहाल्यो त आमा मलाई डर लाग्छ किराको के भयो यहाँ फेरि आमा मेरो सिन्दुर खोज्ने भयो अलक्षिणीलाई मैले कुन दिनमा जन्माएछु नरो न त्यो हुने त्यो भइहाल्यो छोड अब अरू पक म सुनपानी लिएर आएँ आमा नरुनु न आमा आमा म अबबाट कहिले आउनु न आमा गर्ने जति गरिसकिन्छस् त अब के गर्न बाँकी छ र आउने होस् सिकाउने बेला सिकाइने सबर रोएर के हुन्छ सिकाउने जति त सिकाएकै हो त ल उठ अब नरो जे हुनु त्यो भइहाल्यो अरू त पनि नुहाइ धुवाइ गर म पनि नुहाएर शुद्ध भएर देवतालाई माफी मागेर आउँछु आमा दिदी खै होइन तैँले बुझ्दैनस् दिदी छाउकोटमा छ भनेपछि म एक्लै विद्यालय जाने त
तल्ला घरि रमासँग जा न उसले लगिहाल्छ त तँलाई नै म दिदीसँग जाने होइन त्यो कति अटेरी बच्चा होला जति भने नि हुँदै नहुने दिदीसँग जाने होइन भने चाहिँ बुझ्दैनस् तैँले नै दिदीसँगै जाने म त मलाई बाध्य नभन है अहिले साँझ बाउ आएपछि भनिदिन्छु अनि थाहा पाउला नै दिदीसँग जाने किचकिच नगर त मेरो लागि पढिदिने होस् न नै दिदीसँग जाने जानु पर्दैन कतै पनि खुरुक्क भित्र गएर बस अर्को दिन बिहान मेनुका फेरि नुहाउनको लागि निस्किन्छन्। होइन यो केटी फेरि घरकै नजिकको बाटोबाट हिँड्छे तँलाई म कहिले छाउ हुँदाखेरि यो बाटोबाट हिँडेको देखेकी छस् तैँले तल बाटोबाट जानु पर्दैन यत्रो बोट बिरुवा रोपेको छु आमा सधैँ त यही बाटो हिँडेको हो त सधैँ चाहिँ छैनस् भनेपछि बुझ्दैनस् त अहिले त पवित्र छैनस् आमा त्यसो नभन्नु न त तल बाटो गइहाल त हे भगवान फेरि सब बोट बिरुवा छोएर गई यसको कारणले मेरो घरमा त अन्नको दानै नहुने भयो मेनुकाका महिनावारीका दिन यति नै कष्टमय रहन्छन्। मेनुकाको चोखिने दिन अनि घर भित्रिने दिन नजिकै थियो तर मेनुकाको जिन्दगीको बाटोले नयाँ मोड लिन्छ। सुन्नु न मेनु काका बा तपाईँलाई केही कुरा भन्नु थियो भन्न भन होइन आज त 10औं दिन भइसक्यो मेनुकालाई पनि छाउगोठमा राखेको अब भोलि त्यसलाई घर ल्याए त होला नि यो के भन्दैछस् त पहिलो पटकको छाउ हो 15 दिन त राख्नै पर्छ म आफै धामी भएर मैले यस्तो गरेँ भने समाजका मान्छेले के शिक्षण हो होइन तपाईँ समाजको नाममा छोरीलाई कति मानसिक यातना दिँदै हुनुहुन्छ बुझ्दै हुनुहुन्छ त्यसो भए मैले त्यसको लागि आफ्नो पुर्खादेखि चल्दै आएको विश्वासलाई तोड्नु तपाईँले पुर्खाको नाममा कतिसम्म यातना दिन सक्नुहुन्छ हामी छोरी मान्छेलाई तपाईँको समाजको नाममा हामी छोरी मान्छेले कहिलेसम्म यो सहने मैले एक पटक नै भने त नै घरमा पुरुष उठाउँदा महिलाले बोलेको राम्रो हुन्न विचार गर तपाईँको कारणले छोरीलाई केही भयो भने अनि बुझिराख्नु होला ल केटा हो जाउन् त यस्तो आज घुम्न गइदिउँ ल जाउन् त अगाडिसम्म हिँड न केटा हो ल यो त छाउकोट जस्तो छैन अस्तिको केटीहरू भेटेछ नि क्या हो ल जाऊ न जाउँ जाउँ भाग भाग ओए केटा ओए आमा आउँछ ओए भाग 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 झन् आज चोखाउने दिन भनेको अहिलेसम्म कहाँ गइछ यो केटी नुहाएर बस्यो होली भनेको त अहिलेसम्म छैन खाना खाने बेला भइसक्यो मेनुका ए मेनुका के भयो यसलाई मेनुकाका बुवा सुन्नु न के यहाँ भयो या फेरि हेर्नु न छोरी के भयो छोरी उठ्न छोरी के भयो तँलाई छोरीको हत्यारा हो तपाईँ उठ्न छोरी म तँलाई घर लान्छु उठ्न मेनुका उठ्न उठ मेनुका उठ्न बा तँलाई घर लग्छु के उठ्न उठ्न उठ साल असारको महिना थियो 18 वर्षीय तुलसी साई आफ्नो नियमित महिनावारी बार्न घर तलको गोठमा जान्छन्। गोठमा बसेको तेस्रो दिनमा सर्पले टोक्छ र उनको मृत्यु हुन्छ। यसै गरी 2075 साल माघको अत्यन्तै चिसो महिना थियो। 21 वर्षीय पार्वती बोगटी आफ्नो नियमित महिनावारी बार्न घरबाट टाढा गोठमा जान्छन्। अत्यन्तै चिसो हुनका कारण उनले गोठभित्र आगो बाल्छिन्। आगो बालेर राति आगोको धुवाले निसासिएर उनको ज्यान जान्छ र उनले अर्को दिन देख्ने मौका पाउँदिनन्। र
यसै गरी हाम्रो समाज हाम्रो सुदूरपश्चिममा अझै पनि छाउपडी प्रथालाई धेरै नै मान्यता दिने गरिन्छ। अझै पनि सुदूरपश्चिममा 21.1% घरहरूमा अझै पनि छाउपडी प्रथा मानिन्छ। महिनावारी छोरीहरूमा हुने स्वाभाविक र प्राकृतिक प्रक्रिया हो। यो कुनै रोग होइन, श्राप होइन, लाज मान्नुपर्ने कुरा त झन् हुँदै होइन। यसले त छोरी स्वस्थ छ भन्ने संकेत दिने गर्छ। महिनावारीमा बग्ने रगत हरेक मानिसको शरीरको रगत हो। यदि त्यो रगत अपवित्र वा श्राप हो भने यो सारा संसार अपवित्र हो, किनभने यही प्रक्रियाद्वारा मानिसहरू जन्मिने गर्छन्। धन्यवाद। धन्यवाद।